नमस्कार, म अमिरा दली, लभग्रिन नेपालको अध्यक्ष। आज म लगायत सम्पूर्ण लभग्रिन नेपाल परिवार एकदमै खुसी छौँ। हरियाली विस्तारको मूल लक्ष्य लिएर सुरु गरिएको यस संस्थाले वातावरण संरक्षण, शिक्षा र कृषि जस्ता विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै 30औं वर्ष पार गर्न गइरहेका छौँ। यस 3 दशकको दौरानमा सञ्चालित क्रियाकलापहरूको एक झलक यहाँ हामी प्रस्तुत गर्न गइरहेका छौँ। हाम्रो पृथ्वीलाई हरियो बनाऊ, लेट्स ग्रीन आवर अर्थ भन्ने मूल नाराका साथ 2048 सालमा काठमाडौँमा स्थापित यस संस्थाको मुख्य कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भए पनि काम गर्ने दौरानमा विगतमा काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, मकवानपुर, सिरहा, कपिलवस्तु र डडेलधुरासम्म पनि आफ्नो कार्यक्षेत्र विस्तार गरेको थियो। सुरुमा 2049 सालमा काठमाडौँको साँखुबाट वृक्षारोपण कार्यको सुरुवात गरेको थियो। 2050 सालदेखि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल उपत्यकामा हरियाली विस्तारको कार्य शुभारम्भ गर्यो। संस्थाले त्यस क्षेत्रका तत्कालीन 5 गाविस अन्यकोट, रबिओपी, पाँचखाल, बालुवा र पातलेखेतलाई मुख्य कार्यक्षेत्र बनाएर 1 दशक अनवरत रूपमा वृक्षारोपणको काम गरेको थियो। वृक्षारोपण कार्यक्रम सुरुवातको समयमा पाँचखाल उपत्यकामा वन जङ्गल हरियाली निकै कम भएकोले बुद्धिजीवी, शिक्षक, विद्यार्थी र बालकदेखि वृद्धसम्म सबैलाई समेटी खाली ठाउँ, सामुदायिक वन, निजी जग्गामा फलफुल, डाले घाँस र वन पैदावारका बिरुवा रोप्ने कार्यमा सहभागी गराइयो। दिन लभग्रिन नेपाल पाँचखाल आउनुभयो 2048 सालमा। त्यतिखेरदेखि नै म त्यो संस्थासँग आबद्ध छु। र सुरुमा पाँचखालमा चाहिँ वन विनाश बचाउ तथा हरियाली विस्तार परियोजनाको रूपमा उहाँहरू आउनु भइसकेपछि अब यो एउटा दृष्टान्त यो मेरो बगैँचा पनि हो। 2040 सालमा मैले यो जग्गा खरिद गरेँ र 2045 सालदेखि म यहाँ बसोबास गर्थेँ। त्योभन्दा अगाडि यो मेरो बारीमा केही पनि थिएन, केही प्राकृतिक रूपमा केही बिरुवाहरू थिए र यहाँले जे देखिराख्नु भएको छ अहिले यो बिरुवाहरू यो चाहिँ सबै लभग्रिन नेपालकै देन हो। त्यतिखेर किसानहरूलाई चाहिँ 3 भागमा विभाजन गरेर एउटा चाहिँ नि साधारण किसान, त्यसपछि अगुवा किसान, सागी अगुवा किसान र साधारण किसान बनाएर यो सबै यो बिरुवाको लागि चाहिँ 3 प्रकारको बिरुवा, एउटा वन पैदावार, अर्को डाले घाँस र चाहिँ फलफुलका। एउटा परिवार पाल्नको लागि, एउटा परिवारमा बस्नको लागि केही कुराको आवश्यकता पर्दछ। अक्सिजनदेखि फलफुलदेखि डाले घाँसदेखि दाउरा काठका चाहिँ सबै पूर्ति हुन सकोस् 5 खालमा भनेर उहाँले योजना सुरु गर्नुभयो। हजारौं कृषकहरूलाई सघन रूपले पूर्व वृक्षारोपण, बगैँचा व्यवस्थापन लगायतका विभिन्न तालिमहरू दिइयो। यस कार्यमा स्थानीय गाविसहरू, जिल्ला वन कार्यालय, अन्य सरकारी कार्यालयहरू र काठमाडौँ विश्वविद्यालयसँग पनि सहकार्य गरिएको थियो। कहिलेकाहीँ वृक्षारोपण कार्यक्रममा मन्त्रीज्यूहरूको समेत सहभागिता हुने गरेको थियो। जापानी पाहुनाहरूको पनि उल्लेख्य सहभागिता हुने गरेको थियो। संस्थाले यो कार्यक्रम सघन रूपले 1 दशक सञ्चालन गरी करिब 11 लाख बिरुवा रोप्न सफल भयो। फलस्वरूप पाँचखाल उपत्यकामा हरियालीको विस्तारको साथै वातावरणमा पनि सकारात्मक सुधारहरू देखा पर्न थाले। मेरो नाम गणेशलाल श्रेष्ठ, पाँचखाल 7 बक्रेलडी र लभग्रिन नजिकै बस्छु। र लभग्रिन आउनुभन्दा अगाडि चाहिँ यहाँ चाहिँ धेरै दुःख थियो, दाउराको दुःख थियो, घाँसको दुःख थियो, सबैको दुःख थियो र यो सुक्खा हरियाली थिएन। अब यहाँ अहिले यहाँ हरियो रुखहरू देखिन्थ्यो। त्योभन्दा अगाडि यहाँ सबै खुला एउटा रुख पनि, बुट्टाहरू पनि थिएन। अनि पहिला चाहिँ यो एकदम उजाड र मरुभूमि जस्तै सुक्खा ठाउँलाई चाहिँ अहिले हरियाली आएपछि चाहिँ यहाँकै चिस्यान कायम र पहिलाको त अब सेतो माटोलाई कालो माटो बनाउने काम नि लभग्रिनले गरेको छ। र अनि अहिले चिस्यान कायम गर्ने काम नि लभग्रिनको वृक्षारोपणले गर्दाखेरि भएको छ। र वनमा पनि अब त्यो सल्लाहको रुखभन्दा केही थिएन, अहिले सबै जातका रुखहरू चाहिँ लभग्रिन मार्फतै रोपिएको छ। विलियम हाइब्रिड केरा, एभोकाडो, मेकेडेमिया नट जस्ता नयाँ जातका फलफुलहरू पनि फल्न थाले। पाँचखालमा कफीको व्यावसायिक उत्पादनको सुरुवात भयो।
हालसम्म पनि संस्थाले वृक्षारोपण कार्यलाई आफ्नो परियोजना क्षेत्रमा निरन्तरता दिँदै आएको छ। हरेक वर्ष विश्व वातावरण दिवसका अवसरमा पनि वृक्षारोपण कार्य निरन्तर सञ्चालन गर्ने गरिएको छ। नमस्कार, म सरस्वती भेटवाल, एस्टोली सामुदायिक वनको अध्यक्ष। पहिला चाहिँ हाम्रो यो म समितिमा नहुँदै पनि उपभोक्ता समितिमा सदस्य हुँदा पहिला यो वनमा चाहिँ त्यति धेरै अरू रुख थिएन, सल्लो थियो अनि सालहरू थोरै मात्रामा थिए, त्यति बिरुवा थिएनन्, खाली डाँडाहरू थिए। अनि त्यसमा चाहिँ पछि लभ ग्रिन नेपाल भन्ने हाम्रो संस्था आएपछि लभ ग्रिन नेपालले विभिन्न जातका बोट बिरुवाहरू रोपिदिनु भयो। वृक्षारोपण गरेपछि अहिले तिनै बिरुवाहरू धेरै बढेर राम्रो भएको छ, वन हरियाली बढेको छ। यसमा चाहिँ खैर भयो, चिलाउने अनि यो फलफुलका बिरुवाहरू पनि रोपेका थियो, आँप, लिची, कटहरहरू यस्तो पनि वृक्षारोपण गरेका थियौँ। अनि पैँयोहरू यस्तो धेरै चिलाउने जातहरू, जडीबुटीका जातहरू पनि रोपेका थियौँ। वृक्षारोपण गरेर अहिले लभ ग्रिनले त्यति रोप्दैछ, धेरै राम्रो भएको छ, वन हरियाली बढेको छ, बोट बिरुवाहरू ठुल्ठुला भएर राम्रो भएको छन्। संस्थाले वन विनाश नियन्त्रण गर्न स्थानीय किसानहरूलाई वैकल्पिक ऊर्जाको रूपमा बायोग्यास निर्माणमा सहयोग गर्न थाल्यो। यस कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न जिल्लामा गरी 1500 भन्दा बढी शौचालय जडित बायोग्यास निर्माणमा सरकारी अनुदान बाहेक थप सहयोग गरेको छ। यस कार्यक्रमले सरसफाई, स्वास्थ्यमा सुधार, दाउराको खपतमा कमी र खाना पकाउन सजिलो बनाएको छ। यसका साथसाथै विभिन्न विद्यालयको भौतिक पूर्वाधारको कमजोर अवस्था, कक्षा कोठाको कमी र विद्यार्थीहरूको बढ्दो चापलाई व्यवस्थापन गर्न संस्थाले विक्रम सम्वत 2051 सालदेखि नै विद्यालयको पूर्वाधार निर्माणमा सहयोगको सुरुवात गर्यो। जापानका सहयोगी दाताहरू र सङ्घ संस्थाहरूको सहयोगमा सार्वजनिक विद्यालय पूर्वाधार विकास कार्यक्रम अगाडि बढ्यो। यो कार्यक्रमको मुख्य क्षेत्र पनि 5 खाल उपत्यकासँग सम्बन्धित तत्कालीन गाविसहरू, धुलिखेल नगरपालिका र हालको नमोबुद्ध नगरपालिका नै रह्यो। तथापि सिरहा, कपिलवस्तु, मकवानपुर र डडेलधुरा जिल्लामा पनि केही विद्यालयहरू निर्माण गरिए। विक्रम सम्वत 2076 सालसम्म संस्थाको सहयोगमा 52 विद्यालयहरूमा 279 वटा कक्षा कोठा, 22 वटा विद्यालयमा खानेपानी र शौचालय र 45 वटा विद्यालयमा फर्निचरको पनि व्यवस्था गरिएको छ। नमस्कार, म सरोज नेउपाने, यस नव प्रतिभा माध्यमिक विद्यालयको प्रिन्सिपल। म विगत 20 वर्षदेखि यस विद्यालयमा काम गर्दै आएको छु र लभ ग्रिन नेपाल एउटा पाँचखालवासीको मन मुटुमा बस्न सफल एउटा संस्था हो, जसले पाँचखालका लागि हरेक विद्यालय क्षेत्रमा वातावरणीय सुधारमा पक्षमा काम गरिरहेको छ। र लभ ग्रिन नेपालको हामीलाई पनि विद्यालयको भवनको अभाव थियो, धुलो माटोमा पढ्नुपर्ने अवस्था थियो। सोबाट विद्यार्थीहरूलाई धुलो माटोबाट उठाएर एउटा पक्की बिल्डिङमा बनाउनलाई लभ ग्रिनले महत्त्वपूर्ण भूमिका खेलेको छ। 2061-62मा 4 कोठा र 67मा त्यसैमाथि अर्को 4 कोठा थपेर हामीलाई सहयोग गर्नुभएको छ। त्यस्तै गरी 71-72मा हामीले यो भूकम्प पछाडि लभ ग्रिन नेपालकै सहयोगमा यो एउटा बिल्डिङ बनाउन सफल भयौँ उहाँहरूको सहयोगमा। र यसो राम्रो सफा चटक्कको बिल्डिङमा बसेर पढ्न पाउँदा विद्यार्थीहरूले आफूलाई पनि भित्रैबाट पढ्नु पर्ने रहेछ, पढ्नुपर्छ भन्ने एक खालको उत्प्रेरणा पनि लभ ग्रिन नेपालले जगाएको छ। र यो सम्पूर्ण भवन निर्माणका पक्षमा र अन्य पक्षमा विद्यालयलाई लभ ग्रिन नेपालले गरेको सहयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै लभ ग्रिन नेपालले शैक्षिक छात्रवृत्ति अन्तर्गत छात्राहरूलाई पनि पढाइरहनु भएको छ। यहाँ हामी कहाँ त्यो छात्रवृत्ति अन्तर्गत पढेका विद्यार्थीहरू पनि छन्। सम्पूर्ण कुराका लागि म लभ ग्रिन नेपाललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। नमस्ते। आर्थिक विपन्नताका कारण विद्यालय जानबाट वञ्चित छात्रहरूलाई 2058 सालदेखि छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न सिप विकास सम्बन्धी तालिमहरू पनि प्रदान गरिँदै आएको छ। यस कार्यक्रमबाट हालसम्म 480 जना छात्राहरू लाभान्वित भएका छन्। तीमध्ये 160 जना छात्रा विभिन्न रोजगारीमा छन्। शिक्षकको अभाव रहेको पाँचखाल क्षेत्रका सामुदायिक विद्यालयहरूमा स्वयंसेवी शिक्षिकाहरूको पनि व्यवस्था गरेको छ। त्यस्तै सूचना र प्रविधि सम्बन्धी ज्ञान स्थानीय स्तरमा पुर्याउन बेसिक तथा डिप्लोमा तहको कम्प्युटर तालिम पनि सुलभ दरमा दिँदै आएको छ।
हालसम्म 1400 विद्यार्थीहरूले उक्त तालिम लिएका छन्। संस्थाले महिलाहरूको क्षमता अभिवृद्धिका लागि महिला सहकारीहरूको पूर्वाधार विकासका सँगसँगै उनीहरूसँग सहकार्य गरी विभिन्न तालिम, बायोग्यास निर्माण र कृषिगत क्रियाकलापहरू पनि सञ्चालन गरेको छ। ती सहकारीहरूमा हालसम्म 2700 जना महिलाहरू आबद्ध छन्। हामीले 68 सालमा चाहिँ यो लभग्रिन नेपालसँग चाहिँ यो भवन बनाउन चाहिँ सुरुवात भयो, भवन बन्यो र पछि माथि थप्यो र त्योभन्दा अगाडि हामीलाई चाहिँ अब बचत उठाउँदाखेरि पनि बाहिर बस्नुपर्ने, पानी आउँदाखेरि भिज्ने, कागजपत्रहरू जोगाएर राख्न पनि गाह्रो हुने अवस्था थियो। जुन यो संरचना बन्यो, संरचना बनिसकेपछि हामीले आफ्नो भवन छ, हामी आफ्नै भवनमा बस्न पाउँछौँ भन्ने कुराहरू भयो र यो एउटा भवन भइसकेपछि अब अहिले यहाँनिर एउटा मात्रै होइन, 3टा सहकारी पनि छ, अरू सामुदायिक होमस्टे पनि छ, अरू कामहरू पर्दाखेरि पनि मिटिङहरू बस्न, तालिमहरू चलाउन पनि हामीलाई सहज भएको छ। अर्कोतर्फ संस्थाले स्थापना कालदेखि नै एकीकृत दिगो कृषि विकासको पद्धतिलाई जोड दिँदै आएको छ। उपयुक्त हावापानी अनुसारका फलफुल खेती गर्न तालिमहरू, प्राङ्गारिक खेती पद्धति, एकीकृत शत्रुजीव व्यवस्थापन IPM पद्धतिलाई जोड दिँदै आएको छ। यो लभग्रिन नेपालले IPM तालिम चलाएपछि हामीहरूले धेरै कुराको ज्ञानहरू पायौँ, किनकि रासायनिक मल पनिको प्रयोगले माटो बिग्रिने रहेछ र शत्रुजीव मित्रजीव भनेको के हो भन्ने कुरा त्यो पनि थाहा थिएन। यो IPM तालिम दिएपछि हामीले थाहा पायौँ र यो IPM तालिम दिएपछि हामीहरूले पशुमूत्र प्रयोग गऱ्यौँ। युरिया मलको काम गर्दो रहेछ, युरिया मल किन्ने पैसा नि बच्यो र वनस्पति विषादी बनायौँ, विषादी किन्ने पैसा नि बच्यो र हाम्रो स्वास्थ्य लाई पनि हानि गरेन र बोट बिरुवाहरू पनि राम्रो भइराखिन्छ। यो वनस्पति विषादी र पशुमूत्रले गर्दा हाम्रो आलुहरू यति राम्रो भइराखिन्छ। त्यो भएर हामीले अन्न धुन्नसित केही अरू प्रयोग नगरिकन यही वनस्पति विषादी र पशुमूत्र प्रयोग गऱ्यौँ भने हामी किसानले सफल हुने रहेछौँ र हामीहरूलाई धेरै फाइदा हुने रहेछ। विगत 12 वर्षदेखि संस्थाले निम्न वर्गीय साना किसानहरूका लागि दिगो कृषि तथा दिगो पशुपालन व्यवसायबाट दिगो जीविकोपार्जन गराउन एकीकृत पद्धतिमा आधारित कृषि प्रणालीलाई जोड दिँदै आएको छ। यस अन्तर्गत वृक्षारोपण, बायोग्यास निर्माण, दिगो कृषि, दिगो पशुपालन र सिँचाइ व्यवस्थापन जस्ता कार्यहरू गरिँदै आएको छ। म यज्ञनाथ पराजुली 5 खाला वडा नम्बर 1 यो 4 रोपनी जग्गामा मेरो चाहिँ पहिला यो लभग्रिन आउनुभन्दा अगाडि चाहिँ हाम्रो कोदो मकै मात्र लाउने एक बाली मात्र हो, बाली बर्खे मात्र, अनि हिउँदमा चाहिँ हाम्रो बाँझै बस्ने ठाउँ हो। यो चाहिँ त्यही बस्थ्यो। अहिले लभग्रिन नेपाल जोडिन आएर यो सिँचाइ गुर्दुम खोला सिँचाइ आयोजना ल्याइसकेपछि चाहिँ हामीले पटक पटक बाली लाउन सफल भएका छौँ, बाली लाउन सक्छौँ र बाली लाएर हाम्रो चाहिँ पहिलो बाली काउली अनि गोलभेडा लाउँदै लाउँदै धनियाँहरू हरेक हरिया सागपातका बालीहरू लाएर चाहिँ 3 बाली 4 बालीसम्म खान सक्छौँ हामी। प्रत्येक बालीमा राम्रो मैले गर्न सक्दा यो 4 रोपनी जग्गा छ मेरो। 4 रोपनी जग्गामा चाहिँ प्रत्येक पटक चाहिँ मेरो लाखदेखि 1.5 लाख बच्न जान्छ। संस्थाले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी उत्पादन र उत्पादकत्व बढाई, स्वच्छ र विषादी रहित कृषि उत्पादन गराई आम्दानीमा वृद्धि गर्न विभिन्न परियोजना मार्फत कृषकहरूलाई सहयोग गर्दै आएको छ। कृषकलाई रासायनिक मल र विषादीको न्यूनीकरण गर्न पशुमूत्रको प्रयोग, प्राङ्गारिक मल निर्माण, वानस्पतिक विषादीको प्रयोग, मोहिनी पासोहरूको प्रयोग, माटो सुधारका लागि चुन प्रयोग, सिँचाइ कुलो मर्मत, प्लास्टिक टनेल निर्माण, प्लास्टिक पोखरी निर्माण लगायतका क्रियाकलापहरू र घर घरमा गई प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ। कृषकहरूको नियमित आम्दानीको स्रोत पशुपालन भएकोले यसका लागि सरकारी निकायसँग सहकार्य गरी प्राविधिक जनशक्ति विकास, भक्कारो सुधार, पशु आहार व्यवस्थापन जस्ता तालिमहरू पनि सञ्चालन गर्दै आएको छ। दूधको बिक्री वितरण कार्य सहज होस् भनी दूध चिस्यान केन्द्र स्थापनामा पनि सहयोग गरेको छ। त्यस्तै गत वर्ष 2077 सालदेखि मकवानपुर जिल्लाको थाहा नगरपालिकामा वातावरण संरक्षणका लागि खोलाहरूको सरसफाई, ठोस फोहोर मैला व्यवस्थापन र पर्यटक प्रवर्धन गर्नमा पनि संस्थाले सहयोग गर्दै आएको छ।
विगत 30 वर्षको दौरानमा संस्थाले 5 खाल नगरपालिका वडा नम्बर 6 मा करिब 4 रोपनी क्षेत्रफल जग्गामा कार्यालय, जापानी दूतावासको सहयोगमा आवास सहितको तालिम भवन, बिरुवा उत्पादनका लागि नर्सरी पनि निर्माण गरेको छ र सोही नगरपालिकाको वडा नम्बर 2 अनेकोटमा दिगो प्राङ्गारिक कृषि तालिम केन्द्र स्थापना गरी कृषकहरूलाई सेवा प्रदान गर्दै आएको छ। 5 खाल नगरपालिकामा लभ ग्रिन नेपाल जुन छ, जुन लभ ग्रिन जापानको चाहिँ एउटा सम्बन्ध भएको एउटा संस्था हो। 5 खाल नगरपालिका र लभ ग्रिनको सम्बन्ध चाहिँ एकदम आफ्नो दाजुभाइ जस्तो सम्बन्ध छ। मलाई के लाग्छ भने लभ ग्रिन नेपाल बिना 5 खाल अधुरो रहन्छ। यो आज 5 खाल जुन हरियाली देखिएको छ, जुन बोट बिरुवाहरू देखिया छ, फलफुलहरूका बिरुवाहरू देखिया छन्, 30 वर्ष पहिलाको 25 वर्ष पहिलाको यहाँहरूले फोटो कम्पेयर गरेर हेर्नु भने हिजो मरुभूमि हुने अवस्थामा पुगेको 5 खालमा चाहिँ लभ ग्रिनले विभिन्न चाहिँ योजनाहरू ल्याएर यहाँ रुखहरू रोप्नुपर्छ भनेर व्यापक क्याम्पेन गरेर आज 5 खालको जुन यो हरियाली परिणत गर्न ठुलो योगदान छ। मैले भन्ने गरेको छु कि लभ ग्रिन नेपाल भनेको 5 खालको लागि वरदानको रूपमा आएको छ र म नगर प्रमुख भएको बेलादेखि नै यहाँ चाहिँ सुरुदेखि नै लभ ग्रिनसँग चाहिँ साझेदारीमा मैले कामहरू गरिरहेछौँ हामीले। र अहिले चाहिँ नि अगुवा कृषक तालिम चाहिँ प्रत्येक वडामा चाहिँ आइपिएम पाठशालाहरू भएको छ। अगुवा कृषकहरूलाई तालिम दिने कामहरू भएको छ। जैविक विषादी जैविक मल बनाउने तालिमहरू चाहिँ नि लभ ग्रिनको चाहिँ साझेदारी समन्वयमा हामीले कार्यक्रमहरू सञ्चालन गरिरहेछौँ। त्यो मात्रै नभएर विभिन्न विद्यालयहरू, विभिन्न चाहिँ नि सिँचाइका कार्यक्रमहरू, विभिन्न चाहिँ पानी खानेपानीका समस्याहरू, हरेक कुरामा हामीलाई अप्ठ्यारो पऱ्यो भने हामी लभ ग्रिन सम्झिने गर्छौँ र उहाँहरूले शिक्षामा पनि ठुलो योगदान गर्नुभएको छ र म धेरै धेरै आभारी छु सम्पूर्ण 5 खाल नगरको नागरिकहरूको तर्फबाट चाहिँ लभ ग्रिन नेपाललाई आउँदो दिनमा पनि शुभकामना दिन चाहन्छु। आउने दिनमा पनि हामी सहकार्य गरेर अगाडि बढौँ र लभ ग्रिन जापानलाई पनि धेरै धेरै आभारी छौँ। 5 खालले कहिले पनि लभ ग्रिनको गुण बिर्सिने छैन भन्ने मैले एकदम लभ ग्रिनलाई भन्न चाहन्छु। नमस्कार। यो संस्था जनतासँग जाऊ, जनतासँग बस, जनतासँग सिक, जनतासँग बसेर योजना बनाऊ र दिगो हुने काम गर भन्ने दर्शनबाट अगाडि बढेको हो। विगत 30 वर्षमा कार्यक्रम र बजेटको दृष्टिकोणले सानो र थोरै देखिए पनि संस्थाले देखिने एउटा प्रगति हासिल गरेको छ। आजसम्मको दिनमा आइपुग्दा हामीलाई सहयोग गर्नुहुने दात्री निकाय, सरकारी निकायहरू र लाभग्राही वर्गमा म संस्थाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु।